ल है हेलो गाइस आज यो जग्गामा आएको छु है म चाहिँ यहाँनिर यहाँ हाम्रो भाइ रञ्जित भाइको घरमा आएको छु। हेर्नुहोस् है फुलहरू, फुल चाहिँ यस्तो दामी दामी बनाएको छ। यसो हेर्नुहोस् है, यस्तो दामी दामी छ फुल चाहिँ, तपाईँले देख्न सक्नुहुनेछ है। अनि यो फुल पनि दामी हो, हेर्नुहोस् है, यहाँ दामी रहेछ है फुल। फुल चाहिँ यस्तो दामी दामी छ है, हेर्नुहोस् है। प्लान्टहरू छ, प्लान्टहरू, स्नेक प्लान्टहरू छ है। अनि यो प्लान्ट छ, यो प्लान्ट छ, हेर्नुहोस् है। यो प्लान्टहरू छ, अनि यो फुलहरू छ है, हेर्नुहोस् है। यो चाहिँ इजिलिया हो, डबल इजिलिया छ। अनि यो चाहिँ धोपी हो, हेर्नुहोस् है, यस्तो दामी छ फुलहरू। प्लान्टहरू यस्तो दामी छ यो प्लान्टहरू। अनि यो पनि प्लान्टै हो। घर चाहिँ यहाँ बनिँदैछ भाइको, यस्तो दामी बनिँदैछ गाइस, यस्तो दामी बनिँदैछ घरहरू। यो भाइको घर बनिँदैछ, हेर्नुहोस् है। तपाईँहरूलाई म माछाको फार्मिङ पनि देखाउँछु है। घरको अगाडिपट्टि सानो माछाको फार्मिङ छ है। अनि यो भाइको माछाको फार्मिङ चाहिँ अलिकति पछाडिपट्टि बनाएको छ है, हेर्नुहोस् है। यस्तो चाहिँ माछाको फार्मिङहरू चाहिँ यस्तो दामी छ माछा। यो चाहिँ ट्राउट माछा पालेको छ, यहाँ पनि फार्मिङ हो, तपाईँले देख्न सक्नुहुनेछ है। माछाहरू चाहिँ भित्र छ, ठुल्ठुलो छ, तर निकै परछ, हेर्नुहोस् है। माछाको फार्मिङ चाहिँ यस्तो हुन्छ। यो तल्लोमा चाहिँ बनाएको छैन, यसमा चाहिँ हिजोस्ति बनाएर यहाँबाट चाहिँ माछा सिप गरेको छ अर्को जग्गा, हेर्नुहोस् है। यस्तो जग्गा छ। यो पर देख्दै गरेको चाहिँ अम्बा भन्ने जग्गा हो, हेर्नुहोस् है, यस्तो छ। हुन्छ, तपाईँले कमेन्टमा भन्नुहोस् ल, माछा खानु मन पऱ्यो भने। ओके, थ्याङ्क यू।